शनिबार भनेपछि एकदम घुम्न जान काजुम 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 भइरहेको हुन्छ होइन। तर योपालि चाहिँ अब फ्राइडे र स्याटरडे नै छुट्टी भएकोले यसो दिनतिर जाउँ भन्ने प्लान बनाएको थियौँ, तर पानी पर्ने भएकोले हामी गएनौँ। त्यसैले अब कहीँ त जानु पर्यो, फ्राइडे कहीँ नगए पनि स्याटरडे जानु पर्यो। त्यही भएर यसो राम्री बनेर, राम्री त के भन्नु, अब टक्क लुगासुगा लायो अनि नानीलाई पनि जुत्ता लगाइदियो अनि त्यसपछि हिँड्यो। अनि हिँडेर कहाँ जाऊँ त भन्दाखेरि अब यसो गाउँ जस्तो ठाउँ विराटनगरबाट नजिक होइन, घुम्दै घुम्दै जाऊँ न त, यसो जाऊँ 2-4वटा फोटोसोटो खिचौँ, भिडियो बनाऊँ अनि आऊँ भन्ने सोचेर गइयो। यसरी हिँड्न चाहिँ मेरो बुढोलाई खासै यस्तो गाउँतिर जानलाई चाहिँ मन पर्दैन होइन। फेरि मलाई चाहिँ अब गाउँमै जन्मेर हुर्केको हुनाले अब यस्तै गाउँतिर कस्तो रमाइलो लाग्छ क्या, ग्रिनरी अनि अब गाई बाख्रा पाठाहरू देख्दाखेरि आनन्द लाग्छ क्या मलाई चाहिँ। त्यही गाई बाख्रा पाठाहरू देख्दा आनन्द लाग्ने हुनाले, ग्रिनरी अब हरियो खेतहरू देख्दा आनन्द लाग्ने हुनाले मैले चाहिँ बुढोलाई जाऊँ न अलिकति नजिकै एयरपोर्ट साइडको बाटोबाट अलिकति भित्रै राई समथिङ के भन्छ गाउँ, त्यहाँतिर जाऊँ अनि गएर एकैछिन फोटोसोटो खिचेर आइहालौँ भनेर अनि हामी लाग्यौँ अनि गयौँ अनि यसो 1-2वटा फोटो खिच्यौँ, भिडियो खिच्यौँ नानी र मेरो धेरै अनि आयौँ। सक्यो, यति नै हाम्रो आजको भ्लग। थ्याङ्क यू।